हेलो गाइस, तिमीहरूलाई स्वागत छ मेरो नयाँ भिडियोमा। अनि अहिले चाहिँ बिहानको 9 बज्यो अनि म चाहिँ भर्खर घरबाट निस्केँ। अनि म यहाँनिर यहाँ पर चाहिँ बसको एकी छ, त्यहाँबाट म उता हस्पिटल जाँदैछु अहिले। अनि म एकछिन बस कुर्छु, बस आएपछि भेटौँ ल। आजको दिनमा म के हुन्छ सबै देखाउने नै छु। अनि मेरो चाहिँ पेटमा हल्का दुखिरहेको कि हिजोबाट, अनि त्यही भएर म चेकअपको लागि हस्पिटल जाँदैछु अहिले चाहिँ। अनि हेर्दै गरौँ है के हुन्छ। मेबी यही होला स्टेसन जस्तो राख, हुनसक्छ है, मलाई थाहा होइन। म बस कुर्छु, हो भने अनि बस आएपछि देखाउँछु नि म। यो चाहिँ बस स्टेसन है जापानको, एकछिनमा भेटौँला है। त्यो मैले देखाएको स्टेसनको अहिलेको स्टेसन थियो नि त्यहाँको, त्यो परको त्योवाला चाहिँ म जाने स्टेसनसम्म नजाँदो रहेछ त्यो बस। अनि मैले त्यहाँको मान्छेसँग सोधेको, त्यो होइन यतापट्टि पारिपट्टिबाट जान्छ त्यहाँ जा भन्थ्यो। अनि यहाँ 49 उठाएकै बस आएको थियो कि, म खास 49कै बसमा चढ्छु भनेर आएको। त्यो बस चाहिँ गयो, अब नेक्स्ट बस चाहिँ कुन चाहिँ सबै जान्छ कि जाँदैन त्यो पनि थाहा छैन मलाई। हामी चाहिँ म चाहिँ खासै बस चढ्दिनँ, मलाई खासै आइडिया पनि छैन बसको बारेमा। अनि त्यहाँ गएर म एकछिन बस कुर्छु, अनि कोही मान्छे आयो भने सोध्छु यहाँसम्म जान्छ कि जाँदैन भनेर। फेरि अब थाहा त हुन्छ अलिअलि चाहिँ भए पनि फेरि अन्त्य गयो भने त्यो हस्पिटल चाहिँ 12:30सम्म, अनि 12:30 पछि चाहिँ कति 3 बजेबाट 5 बजीसम्म हो। अनि त्यही भएर टाइममा अहिले मैले एकचोटि फोन पनि गरेको थिएँ, अनि ल सक्दो चाँडै आइज 12:30सम्म। 12:30 पछि चाहिँ त्यो मेबी ग्याप सेप केही ब्रेक होला नि त आज फेरि शनिबार हो। त्यही भएर त्यहाँ गएर बस्छु, किनभने बसमा चढ्ने बेला बसमै सोध्छु यहाँसम्म जान्छ कि जाँदैन भनेर। अनि गयो भने चढ्छु, नत्र बदलन्छु, त्यही हो कुरा। अनि म पुगेपछि नि देखाउँछु। म आजको भ्लग चाहिँ खासै इन्ट्रेस्टिङ हुनेवाला छैन, त्यो घुमेको सुमेको केही होइन। म हस्पिटल जान्छु नर्मली, अनि घर आएर रेस्ट गर्छु। यहाँ छ स्टेसन चाहिँ, यस्तो हुन्छ स्टेसन चाहिँ जापानको चाहिँ। अनि अब चाहिँ 10 बजेर 2 मिनटको बस छ। अनि यो चाहिँ कसरी हेर्ने भन्दा बसको रुट चाहिँ यसरी देखाइदिएको हुँदैछ कि यो म चाहिँ यहाँ छु नि त अहिले, अनि म जानुपर्ने चाहिँ यो यामातोचो भन्ने ठाउँमा हो। अनि त्यो मोबाइलमा पनि देखाउँछ कि यो स्टेसनपछि कुन नेक्स्ट स्टेसन, अनि यो एरोले पनि देखाइदिएको हुँदो रहेछ कता जाने भनेर बस चाहिँ। त्यही भएर सजिलो नै हुँदो रहेछ। म बस कुर्दैछु। अनि यहाँ चाहिँ जापानमा चाहिँ यस्तो हुन्छ है, बस स्टेसनमा सानो बस्ने ठाउँ। अनि यही नै हो, यस्तो छ यतातिरको भ्यू चाहिँ। बस कुराउँ अनि जानुपर्छ, चेकअप गरेर फर्किनु पऱ्यो। अनि यहाँ चाहिँ म सानो बिरामी भनेर त्यस्तो चेकअप नगरिकन हेलचक्रा चाहिँ नगर्नु होला। अनि सकेसम्म ठ्याक्क टाइम मिलाएर हस्पिटल जाँदा राम्रो, त्यो आफैलाई फाइदा हो नि त। पछि ठुलो रोग हुनुभन्दा मलाई चाहिँ हिजो अस्तिबाट दुखेको, अनि हिजो चाहिँ अलि बेसी नै दुख्नु थाल्यो। अनि अहिले चाहिँ ठिकै छ, तर यस्तो छुँदाखेरि चाहिँ दुखेको जस्तो फिल हुन्छ कि आफैलाई। अनि त्यही भएर एकचोटि चेकअपै गर्छु भनेर त्यो पत्ता के हुन्छ त्यो ग्यास्ट्रिक भएको भए चाहिँ पानी खाएर सन्चो हुन्थ्यो होला। पानी पनि खाएको मैले भन्दै, अनि ग्यास्ट्रिकको दबाई पनि खाएको मैले हिजो के अरे त्योबाट किनेर फ्यामिली मार्टबाट। कस्तो अटो पनि सेतो भयो होला चिसोले। ल है त एकछिन बस कुराउँ अनि भेटौँ ल। म चाहिँ हस्पिटलतिर आइसकेँ। अनि यहाँबाट चाहिँ 5 मिनटको दूरीमा छ हस्पिटल। यता पनि बस्दो रहेछ क्या है फरेनर नै, नेपालीहरू बाटोमा देखिरहेको छ मैले। यता त म घर नजिकै नि यस्तो ठाउँ छ भने मलाई आफैलाई थाहा छैन कि। हामी अब सिधा घरमा जाने, अनि घरबाट काम, घरबाट स्कुल, यति मात्रै हो नि त। खासै बाहिर घुमिँदैन नि त। त्यही भएर यस्तो रहेछ यतातिर पनि बस्दो रहेछ भन्ने थाहा भयो मान्छे देखेर है। अहिले एकछिनमा भेटौँला है, म हस्पिटल गएर देखाउँछु के हुन्छ। सेउ गाइस, मैले चाहिँ चेकअप गरेर आएको भर्खरै। अनि
म चाहिँ अब त्यो पेपर दिएको छु औषधि दिनको लागि यही जान्छु लगभग लाग्यो होला 3-4 घन्टा अनि फेरि फलोअपको लागि बोलाएको छु 12 तारिक अनि अहिले चाहिँ म यो औषधि लिएर घर फर्किन्छु म चाहिँ भर्खरै हस्पिटलबाट निस्केँ अनि मलाई चाहिँ यति दबाईहरू दियो अनि मेरो लगभग आज चाहिँ कति सकियो 10,000 जति सकियो होला चेकअप गर्दा अनि मलाई चाहिँ फेरि अर्को यो 12 तारिक सुइयोबी बुधबार बोलाएको छ त्यो दिन फलोअपको लागि अनि हेरौँ त्यो दिन के हुन्छ रिपोर्ट चाहिँ के आउँछ अझै थाहा छैन कि मेरो पेट दुख्ने भएर आएको ग्यास्ट्रिक स्यास्ट्रिक केही प्रब्लम होला अनि यहाँको चाहिँ फेरि राम्रो प्रोसेस लामो प्रोसेस हुन्छ नि त त्यही भएर टाइम लाग्ने भएर फेरि अर्कोचोटि बोलाएको छ आज चाहिँ यति मेडिसिन दिएर अनि हेरौँ म अब यहाँबाट निस्किन्छु बिस्तारै नजिकै हो मेरो रुम चाहिँ अघि नै चाहिँ म के अरे बसमा आएको थिएँ अनि खासै हस्पिटल चाहिँ नजिकै हो कि अनि म लगभग घर पनि आइसकेँ फर्केर म अहिले चाहिँ हिँड्दै आइरहेको छु बाटोमै छु अनि खै त्यस्तो नयाँ नौलो केही छैन देखाउनुको लागि मैले त तलतिर कहिले पनि आएको थिइनँ आज आएको राम्रो रहेछ ठाउँ जे होस् यस्तो छ मेरो नजिकतिर नि यस्तो रहेछ भन्ने चाहिँ मलाई थाहा भयो तलतिर आएको थिइनँ नि त म बस्ने माथि हो अनि त्यहाँबाट काममा जाने सिधा कामबाटै फर्किनु अनि यसरी रुल फलो गर्छ यिनीहरूले ट्याक्क कुरेर गाडी साडी आएको छैन त्यो पनि रुल चाहिँ फलो गर्छु यस्तो म घर फर्किँदैछु घर म चाहिँ घरनिर आएँ अनि एउटा यो पान किनेर खानु लाग्यो भोक लाग्यो डेन्जर अनि खान्छु अनि घर गएर रेस्ट गर्छु त्यसपछि भेटाउँला के त्यसो गाइस अघि चाहिँ म त्यहाँबाट ब्रेड किनेर खाएर घर गएर रेस्ट गरेर बसेँ अहिलेसम्म अनि अहिले चाहिँ ठ्याक्कै 8-8:30 जस्तो भयो अनि मेरो काम चाहिँ 10 बजेबाट हो म हिजो पनि बिदा बसेको नि त अनि त्यो भएर आज चाहिँ कस्तो बिदा बस्नु नै मनै लागेन कि अनि आज चाहिँ मेरो कोम्बिनीमा काम हो अनि खासै गाह्रो पनि हुँदैन हिजो चाहिँ रेस्टुरेन्टमा थियो अलिक गाह्रो हुन्थ्यो अनि आज चाहिँ कोम्बिनी काम खासै गाह्रो हुँदैन त्यही भएर जान्छु अनि त्यहाँ एउटा पेन किलर दबाई पनि दिएको छ बेलुका खाने अनि त्यो खान्छु अनि बिस्तारै काम गर्छु त्यही नै हो अब फरेनर भइसकेपछि आज स्टुडेन्ट होइन घर सुतेर बस्न नि कस्तो अप्ठ्यारो फिल हुने कि एक रुपियाँको हिसाब गर्नु मन लाग्छ आफैलाई त्यही भएर बिस्तारै काममा जान्छु म फेरि भेटौँला अहिले चाहिँ म सन्जना भाइ भर्खरै केरा किनेर आएँ मलाई खाना नखा भनेको छ त्यस्तै फ्रुटहरू चाहिँ खा भनेको छ त्यो भएर केरा किनेर आएको छु टक्क केरा खाने अहिले चाहिँ म स्टेसन आएँ अनि अब स्टेसन योबाट चाहिँ म यहाँ बिचमा गएर ट्रेन चेन्ज गरेर जानुपर्छ अनि म एकछिन ट्रेन कुर्छु अनि भेट्छु है त म चाहिँ अहिले चाहिँ ट्रेन चढेर कामतिर जाँदैछु मैले चाहिँ यो ड्रिङ्क खाएँ यो ड्रिङ्क पनि दिएको थियो मलाई हस्पिटलबाट खाना नखाएँ ड्रिङ्क खा भनेर त्यो अनि केरा खाएँ यहाँ चाहिँ ट्रेनमा खासै हल्ला गर्नु मिल्दैन अनि अरूलाई डिस्टर्ब हुन्छ नि त्यहाँ चाहिँ त्यो रुलै हो कि जापानमा यसरी देखाएर आउँछ पुग्यो भनेर यसरी देखाइदिएर आउँछ फोकसै भयो त्यो नि आफू जाने ठाउँमा छ नि अब 10-15 मिनट लाग्छ मलाई काम गर्नु म स्टेसनमा गएर देखाउँछु है पैसा नखाली छ अहिले म काम गर्ने स्टेसनसम्म आइसकेँ अनि अब यहाँबाट चाहिँ मैले काम गर्ने ठाउँ चाहिँ लगभग 2 मिनट जस्तो लाग्छ अनि म चाहिँ आएको चाहिँ यही ट्रेनमा हो अनि म यहाँ यो लिफ्ट कुर्दैछु हिँड्न त कस्तो अलि अप्ठ्यारो भइरहेको कि इनर चाहिँ छैन बडीमा त्यही भएर अब लिफ्टबाट माथि जान्छु एक्सिट गर्छु यहाँ अहिले म काम गर्ने ठाउँको स्टेसनको बाहिर निस्किसकेँ अनि यहाँको माहौल चाहिँ यस्तो छ यता वरिपरि चाहिँ यो चाहिँ ओदाई बजानी स्टेसन हो यो पनि त्यो स्टेसनै हो यो युरी कामोमे लाइन हो त्यहाँ यस्तो छ अनि मैले काम गर्ने चाहिँ त्यहाँ पर हो होटल अलिअलि के हो अलिअलि अर्को ब्लू हो कि ग्रिन कलर देख्यो नि त्यहाँनिर म त्यहीँ जान्छु मैले काम गर्ने चाहिँ यहाँ हो आज यो पसलमा आज 10 बजेबाट बिहान 8 बजीसम्म अब जान्छु काममा चाहिँ खिच्नु मिल्दैन त्यो चाहिँ आउट अफ रुल्स हो नि त त्यही भएर रुल्स रेगुलेसन चाहिँ ब्रेक गर्नु हुँदैन काममा जान्छु मेरो काममा चाहिँ यसरी सामान आउँछ रातिमा यो सबै सामान हो यिनीहरू
अनि यो चाहिँ यता हाल्नुपर्छ मिलाएर। अनि यहाँ आफ्नो ड्रेस लगाएको भिडियोहरू गर्नु चाहिँ एकदम रुल्स रेगुलेसनबाट विपरीत हो, त्यही भएर म त्यो चाहिँ गर्दिनँ। जस्ट हजुरहरूलाई क्विक देखाइदिएको मेरो काम मात्रै, त्यति नै है त। सो गाइस म चाहिँ कामबाट निस्केर स्टेसनमा आइसकेँ। अनि अहिले चाहिँ ठ्याक्कै बिहानको 8 बजे, मेरो 8 बजीसम्म काम हो। म निस्केर यहाँ स्टेसनमा आएर ट्रेन कुर्दैछु, वकहरू जान्छु अनि सुत्छु मजाले। यति नै हो आजको भ्लग चाहिँ। खासै इन्ट्रेस्टिङ भएन होला यो भ्लग। मन परेमा लाइक, सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला। जय नेपाल, फेरि भेटौँला है त।